यो चाहिँ सिस्नु है साथीहरू हाम्रो फुपूलाई चाहिँ सिस्नु एकदमै मनपर्छ भन् त फुपू सिस्नु खाँदा के हुन्छ अरे सिस्नु खाँदाखेरि सुगर प्रेसरको हरेक दबाई हुन्छ धेरै कुराको दबाई हुन्छ सिस्नु खानु भनेको हाम्रो फुपूले चाहिँ रोग लाग्दैन अर्ग्यानिक गाउँको यो चाहिँ हामीले ल्याएर आएको फुपूलाई सिस्नु भनेको एकदम राम्रो सबैजनाले खानु है सिस्नु भनेको सुन्नुभयो सबैजनाले खानुपर्ने चिज हो सिस्नु भनेको सिस्नु भनेर हेला गर्नु हुँदैन यो सिस्नुमा हरेक कुरा लुकेको छ रायन चाहिँ यहाँ सफा गर्दैछ बोजूको घर फुपू चाहिँ यहाँ बसेर भदाइलाई यहाँ काम लगाएको छ है साथीहरू हेर्नु है यहाँनिर फुपूहरू हुँदा हुँदा यहाँ भदाइलाई फुपूले काम अराएर यहाँ भदै बिचरा फेरि बिचरा रायन काम गरेर यहाँ हेर किरा सबै झर्छ अनि पछि धोएर पकाउने हो सिस्नु भनेको यसरी पकाउने है मकैको पिठो माथिबाट छर्नुपर्छ यसरी पारेर अनि किरा सबै झर्छ झिँगा किरा सबै झर्छ अनि यसो गर्ने आगो राखेर पड्काउँछ हाम्रो फुपू घरमा त दामी दामी फुल फुलेछ यहाँ पनि दामी फुल्छ यहाँ पनि दामी फुल्छ लुगा सुकाएको है त साथीहरू लुगा सुकाएको अचार पनि छ अचार चाहिँ खानु छोड्नु हुँदैन साथीहरू ग्यास्ट्रिक भयो नि जे भयो नि अचार खानु छोड्नु हुँदैन हजुर साथीहरू यहाँ चाहिँ स्ट्रबेरी खेती पनि छन् है हेर्नु साथीहरू यहाँ पाकेको टिप्छु म त यो केले खाँदो रहेछ काट्नुपर्ने तर म हातले काटिदिन्छु हेर्नु त कस्तो टनाटन फलेछ हाम्रो फुपू चाहिँ त्यही हो भने जाँगरिलो छ फलफुल देखेर सबै रोपेको छ अनि यो जाँगरिलो हुनुमा ठुलो हात चाहिँ उहाँको पनि जाँदैछ खै तपाईँको एकचोटि देखाउनु न यो भिडियोमा गएर कृपया लाइक गरिदिनु नबिर्सिनु होला साथै कमेन्ट पनि गर्नु होला हेर्नु त कत्रो स्ट्रबेरी भेटेँ मैले हेर्नु त यहाँ कत्रो फिस्टा चरा उड्नु आँटेको छ यहाँनिर डिउको बट्टामा भएको छ नि डिउको बट्टा हो त्यो मही निकाल्नु ल भुइँमा राख्नु बन्द गर्नु फ्रिज बन्द गर्नु न झ्याप पार्नु स्याबास ल यता ल्याएर आउनु सिस्नु थ्याङ्क यू ल उमा फुले ल्याउनुहुन्छ उमाको फुल ल्याउनु त रायनलाई पनि दिनु नपकाइ गर्ने हो के यहीँ खानु हात धुनु मही सिस्नु यसै खान्छ खानु नि अलिकति तल कत्रो भात दिएको यसलाई खाएन आमा मासु रायनको मुखबाङ गरिदिउँ गाडी होइन भिडियो बनाउने रायनले भात खाएको किन नबनाउने बनाऊ न लु खाऊ एकचोटि अनि पो बाबालाई अब खान्छु यो खान्छ अरे वेलकम टु रायनको बुङबाङ यता नमस्ते गर म भात खाँदैछु ल भेटेन हौ लो क्वालिटी मुखबाङ लापा गर
आलु चानाहरू सबै खाने खाने हो च्याबा यस्तो भन्नुपर्छ त राईले के खायो छैन है छैन छैन आलु पनि खाउन आलु चाना आलु निगौरो सबै खाने अनि साथीहरू मेरो जिन्दगी पनि यो तार जसरी नै गजक गुजुक अल्झेको छ है त ए अटेन मेरो खुट्टै एउटा हालतिर छ सेम टु सेम के भयो मरेको यो दुईटा यसले चाहिँ मेरो के भन्छ सिको गरेर लाग्मै साथीहरू मैले साम्बा जुत्ता लाग्यो मैले पनि जिन्सको प्यान्ट आएको दिन हत्र तर यो सबै मैले नै किनिदिएको हो नि बेकरी नयाँ खोलेर हो यहाँ त यतापट्टिकै होटल थियो त्यसो गर्नु सक्यो यहाँ मैले कता कता एड फ्रेन्डमा बसेँ यसो हेरेको थाहा पाउँथेन होला कि त्यो शीतलाटीको त्यो जबेको होटल छ नि भयो त्यसले पनि एक्जाम नदिएर कति रिस उठ्ने नि कति रिस उठ्यो भयो त्यस्तो उठ्यो नि के गर्नु पैसा थियो त्यो छामा पैसा दिएर किन फेरि गर्छ भने नजाने भयो साथी चाहिँ तल कसले दिनु त मान्छेले अरू कुरा सुनेर बस्छ त्यो हातमा पैसा नभएर पनि बिचरा फोन आयो सुन्छ मैले दिदीलाई सुनाइहाल्छ नि त यतापट्टि जा हाई गरेको छु त्यो मेरो आउटफिट देखा तेर्सो हो न मैले तेर्सो होला यतापट्टि जा हामी त सेम छ सेम अझ हाम्रो जुत्ता देखाउनु यसमा हजुरलाई 28 साथीहरू म चाहिँ बजारको पनि आइसकेँ है त अनि मैले चाहिँ बच्चा सुताएको छु अनि आजको भिडियो चाहिँ यस्तै भयो फेरि हेरिदिनु होला अनि भोलिको भिडियो चाहिँ धमाकेदार आउँदैछ मेरो छोराको बर्थडे हो तर म यो भिडियोहरू चाहिँ अलिक ढिलो हाल्छु साथीहरू किनभने यो हप्ताको लागि चाहिँ मैले भिडियो अस्ति 2टा बनाइसकेँ हप्तामा चाहिँ 2टा जस्तो मात्रै बनाउनु पऱ्यो भनेर है साथीहरू माइन्ड नगर्नु होला नभए म यो भिडियो मेरो छोराको भिडियो बर्थडे भिडियो म आइतबार लगाउन सक्छु यो भिडियो चाहिँ सोमबार आउन सक्छ है तलमाथि हुनसक्छ ल जे होस् तपाईँहरू माया गरेर हेरिदिनु होला अनि यहाँ सुतिसकेको छ मेरो छोरा चाहिँ अनि यहाँ ए रायनले चाहिँ यसको बोजूलाई गाडी किनाएको छ यहाँ ठुलो बोजूलाई आम्मामा मेरो छोराको बर्थडे सुरु भइसकेको छ साथीभाइहरू देख्न सक्नुहुनेछ यहाँनिर हाम्रो घरमा चाहिँ चोरा आउनु भएको थियो यहाँ हेर्नु है यहाँ राम्री हुनुलाई रे फेरि को कतिजना केटाहरू ढल्ने हो नि यो अनुहार देखेर अहिलेको बेलादेखि चाहिँ साँच्चै ढल्थ्यो होला पछाडि त को नि है कोनी फेरि भाउजू बिना काममा भाउजू भन्ने फेरि